यो मेरो भावना मात्रै व्यक्त गर्नुपर्छ। बुद्धं शरणं गच्छामि संघं शरणं गच्छामि संघं शरणं गच्छामि। आजको यस 2554 बुद्ध जयन्ती समारोहको अध्यक्षज्यू जनजाति महासङ्घ जापानका अध्यक्ष ध्रुव भट्टाचार्यज्यू, त्यस्तै शेर्पा सङ्घ, अकाली सेवा समिति, अन्य विभिन्न सङ्घ संस्थाका प्रमुखज्यूहरू र यहाँ आज पाल्नु हुने सम्पूर्ण दिदीबहिनी दाजुभाइहरू सबैलाई मेरो हार्दिक धन्यवाद छ। र सँगसँगै यो 2554 बुद्ध जयन्ती समारोहमा तामाङ समाजलाई पनि, जो हामी भर्खर कलिले अवस्थामा छौँ, यहाँहरूबाट हामीले धेरै सिक्नुपर्ने छ, यहाँहरूबाट धेरै सहयोग लिनुपर्ने छ हामीले, र यहाँहरूको पछाडि हामी अगाडि बढ्ने प्रयत्न गर्दैछौँ। यस्तो अवस्थामा रहेको हाम्रो सङ्गठनलाई पनि निमन्त्रणा दिनुभएर र यहाँ केही शब्द बोल्ने मौका दिनुभएकोमा म तमोदी जापानका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अघि स्वागत मन्तव्यमा तमोदी जापानको उपाध्यक्ष हर्क गुरुङजीले भन्नुभएको थियो यो कार्यक्रम हाम्रो सुरुवात हो संयुक्त रूपले गर्ने, र अर्कोचोटिदेखि हामी वर्षक जापानमा रहनुभएका सम्पूर्ण खास गरी बुद्ध धर्मसँग आबद्ध नभए पनि, किनभने यो कुनै एउटा धर्मसँग बुद्ध धर्मसँग मात्रै सम्बन्धित हाम्रो यो व्यक्तित्व होइन, यो सबै हाम्रो नेपालको मात्रै नभए तपाईँ अन्तर्राष्ट्रिय जगतको एउटा सम्पत्ति हो, व्यक्तित्व हो। मतलब भन्छ अरू जापानिजहरूलाई पनि यो जयन्ती मनाउन पाइयो भने अकाली समितिका अध्यक्ष भन्नुभयो, हामी धेरै खुसी हुन्छौँ। त्यसमा हामीले जुन जति सहयोग पाउँछौँ बसिरहेको गर्न हामी तयार छौँ आफ्नो व्यक्तिगत विचार हो। अब बुद्ध कहाँ जन्मेको के भन्ने कुरा अब यो दिनको घाम जस्तै छर्लम भएको हुनाले यसलाई म बढी व्याख्या गर्न चाहन्न, अघि पनि साथीहरूले भन्न सक्नु त्यसमा म दोहोऱ्याउनु चाहन्न। खालि एउटै कुरो जो जापानमा बसेर सबै तपाईँहरू मलाई त वास्तवमा यो मेसिनरी कुराहरू थाहा छैन। कहीँ बाहिर जाँदाखेरि सँगै परिवारसँग गयो भने क्यामेरा लिएर गयो भने पनि मेरो छोराले खिच्छ बरु मेरो छोरीले खिच्छ, म आफ्नो क्यामेरा चलाउनै आउँदैन, रेडियो बजाउन मात्रै आउँदैन, त्यो पनि त्यो अटोमेटिक के भएको आउँदैन। है मैले भन्न खोजेको कुरो के भने एभेन्युज टेलिभिजन, नेपालको एभेन्युज टेलिभिजनमा यदि भुल गरेको छैन भने ले बुद्ध जन्मेको अहिले भारत हो भनेर भारत एउटा नक्कली ठाउँ बनाएर सबैले ठाउँ न यो एउटा संसारभरि भ्रम छर्न खोजिरहेको छ। त्यो कार्यक्रमको लाइभ त्यो एभेन्युजको संवाददाता नै इन्डियामै गएर खिचेको एउटा प्रोग्राम त्यो उनीहरूले टेलिभिजनमा प्रकाशित गर्नुमा अहिले पनि तपाईँ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। जोसँग प्राविधिक सिप छ, जोसँग प्राविधिक ज्ञान छ, म उहाँहरूलाई हार्दिक अनुरोध के गर्छु भने त्यस्तो अघि जस्तो ओमजीले एउटा देखाएर बडाएर एउटा सार्वजनिक एउटा काम गर्नुभएको छ हामी सबैको लागि, त्यो ट्युब यस्तो कार्यक्रमहरूमा देखाइदिनु भयो भने अर्को कार्यक्रमको त्यो स्वभाव मात्रै होइन, त्यसले एउटा ठुलो महत्त्व पनि राख्छ। नम्बर 1। नम्बर 2 आर्टिकल बडा राम्रो छापेको छ, आर्टिकल पनि छापेको छ। मैले त्यसको कपी गरेर राखेको थिएँ तर अरू साथीलाई पढ्न दिएको हुनाले त्यसलाई मैले चेष्टा गरेँ, तर इन्टरनेटबाट डाउनलोड गर्न अझै पनि सकिन्छ। र यस्ता कुराहरू हामीले व्यापक रूपले प्रचार प्रसार गर्नुपर्छ। अत म भन्छु जापानिज भाषा जान्नुहुने साथीहरूले त होल थाहा गरेर जापानिजहरूको कार्यक्रममा जाँदाखेरि त्यहाँ पनि केही कपी लिएर गइदिनुहोस् मेरो हार्दिक। अब अर्को कुरा यो भाषण नगरौँ है, पूर्व 500 वर्ष लगभग अथवा 543 देखि 563 वर्ष त्योभन्दा अगाडि, त्यस कारण अहिले त्यही छ इस्वीसँग मात्र 2010 भयो जब बुद्ध जयन्ती नै हामी मनाउँछौँ 2554। त्यसमा एक दुई वर्ष फरक छ किनभने इतिहासै लेखेको 300-400 वर्षपछि भन्छ कि खै जे होस् त्योभन्दा त्यति पुरानो। र त्यसको लागि जन्मेको नेपाली भनेर अघि हाम्रो ओमजीले पनि बडा राम्रो एउटा सार्वजनिक एउटा तथ्य प्रस्तुत गर्नुभयो होइन, जर्मन आर्कियोलोजिस्टको भौगोल शास्त्री आएर त्यो भेटेको खास गरी त्यो मन के अरे यो अशोक स्तूप के अरे स्तम्भ भयो नि त त्यहाँ लेखिएको। त्यसपछि चीनबाट आएको यात्रीहरूले त्यसलाई भेटेर यो चाहिँ बुद्ध जन्मेको भनेर पुष्टि गरिसके। त्यति मात्रै होइन, कोही हामी 50 वर्षको मान्छेको होला, कोही भर्खर जन्मेको बच्चा हो, तर हामी एउटै मान्छेको मात्र 50 वर्ष पुगेको लु धेरै ठुलो अर्को मान्छे भए पनि नेपाल सानो भए पनि त्यो संयुक्त राष्ट्रसङ्घको उत्तिकै अधिकार राख्ने इन्डिया पनि सदस्य छ, नेपाल पनि सदस्य छ। यस्तो स्थितिमा प्रत्यक्ष नै बनायो। त्यो कस्तो छ भने त्यो लेखहरू कति जानुभएको छ थाहा छैन, छैन भने नेपाल जानु त्यहाँ पनि जानुहोस्, एकचोटि म यो अनुरोध गर्छु। ठ्याक्कै त्यहीँबाट चोरेर अब हेर्नुहोस् कति दुःख छ हाम्रो यो लुम्बिनी विकास कोषले के भन्छ अगाडि म यो राजनीतिको सजाने
र विदेशबाट आएको त्यसको संरक्षणको लागि त्यसको विकासको लागि जति पनि कोष आउँछ त्यसमा ब्रह्मलोट गर्न पाउने एउटा लोभले स्वार्थले त्यहाँ पुरानो इँटाहरू बेचेर चोरेर उता पार गरिसकेको सम्झ अहिले तिनै इँटाहरू त्यहाँ लगेर राखेको छ भने पुष्टि गर्नु पर्यो नि पुरानो चिज के हो भनेर भन्छ हामीले एउटा लेम्यान भएर बोल्ने इन्जिनियर हुन्छ त्यो पुष्टि त हुने हो यताबाट चोरेर लगेपछि अनि सँगसँगै इन्डियाको पनि पुरानो घरको इँटाहरू निकै धेरै पैसा महँगो तिरेर किनेर त्यहाँ ल्याएर राखेको छ भन्छ अब प्रत्यक्ष त्यहीँ गएर हेरेर त भ्रम दिन्छ मेरो एकजना जापानी साथी अस्ति भर्खर एभरेस्ट बेस क्याम्प 1 महिनाको टुरमा जानु उताबाट आएपछि म लुम्बिनी जाँदैछु भने ल झन् त्यही बेला अब लुम्बिनी गएको भए भइहाल्छ नि होइन काम इन्डियाको प्याकेज चोरमा परेर म उताबाट अनि उता रहेछ भन्छ यस्तो दिल दुख्यो यस्तो एउटा ठुलो षड्यन्त्र भइरहेको सभाका सभापति महोदय विभिन्न संस्थाका अध्यक्षहरू साथीहरू र यहाँ पाल्नुभएका दाजुभाइ दिदीबहिनीहरू आज हाम्रो कम्युनिटी जापानले आयोजन गर्नुभएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु र सर्वप्रथम त 2025 54 जयन्तीको उपलक्ष्य साथीहरू सबैलाई चाहिँ हार्दिक अभिनन्दन गर्न चाहन्छु र समयको अभावले गर्दाखेरि मलाई पनि 4 बजी चाहिँ मेरो आफ्नो स्केड्युल छ चाहिँ धेरै बोल्न चाहन्छु एक्चुअली भनिहाल्नु अहिले खालि हेर्नुपर्छ भनेर भन्नु कुरा धेरै थियो र चाहिँ खास म यहाँ यसको चाहिँ मैले 4 बजी बनाएका के थियो म चाहिँ यो टाइममा हिँड्ने भएको भएर 1 बजी स्टार्ट हुन्छ भने 1 बजी पहिले आएको थियो तर खास हाम्रो नेपालीहरूलाई चाहिँ अब हामी साथीहरूलाई चाहिँ भाषण बुद्ध भनेको अब यहाँ साथीले भनिहाल्नु भयो के हो भन्ने कुरा मैले छैन हामी अब जनजाति महासङ्घको तर्फबाट के भन्न चाहन्छु भनेदेखि अब हामी चाहिँ टम्बुदी के शेर्पा ठटाली मगर गुरुङले आफ्नो यो बेग्लै यो एकै ठाउँमा भेला भएर एकै ठाउँ जम्मा भएर अनि बृहत तरिकाले मनाउने यहाँलाई मैले अनुरोध गर्दछु भन्दै यो विषयमा ल्याउँछु धन्यवाद साथै आजका सभापति श्री एम तम्बुलाई हार्दिक अनुरोध गर्दै कम्युनिटी जापानको यो 25औं कम्युनिटी जयन्ती समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय अतिथि पाहुनाहरूलाई बस्ने ठाउँ पनि अहिले नमिलेको मैले त्यसमा पनि धेरै धेरै क्षमा चाहन्छु र सधैँ मनाउँदै आइरहेको बुद्ध जयन्ती आज पनि यो कावासाकीमा मनाउने भएको हुनाले तपाईँहरू मनाइसकेको हुनाले त्यसको लागि धेरै धेरै धन्यवाद र आगामी दिनहरूमा पनि यस्तै आइदिनु होला भन्ने आशा गर्दै आज